सबैजनालाई नमस्कार। म शान्ति सिंह। आज यहाँहरूमाझ वैदेशिक रोजगारको सिलसिलामा विदेशमा कार्यरत रहँदा कुनै नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई फौजदारी अभियोग लागेको खण्डमा नेपाल सरकारबाट के कस्तो कानुनी सहायता प्राप्त गर्न सकिन्छ त भन्ने विषयमा थोरै जानकारी लिएर उपस्थित भएकी छु। सर्वप्रथम त फौजदारी अभियोग कस्तो खालको अभियोग हो त भन्ने विषयमा कुरा गरौँ। सम्बन्धित मुलुकको कानुन बमोजिम मृत्युदण्डको सजाय वा कैद सजाय वा 2 लाख रुपैयाँ भन्दा बढी जरिवाना हुन सक्ने फौजदारी कसुरलाई सम्झनु पर्दछ। यदि यस्तो खालको फौजदारी अभियोग कसुर कुनै नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई लागेको खण्डमा बढीमा 15 लाख रुपैयाँसम्म कानुनी प्रतिरक्षा गर्ने व्यवस्था कानुनी प्रतिरक्षा सम्बन्धी निर्देशिका 2075 मा व्यवस्था गरिएको छ र यो सुविधा कस्तो खालको कामदारहरूले प्राप्त गर्दछन् त अथवा पीडितले प्राप्त गर्दछन् त भन्ने विषयमा चर्चा गर्नुपर्दा वैदेशिक रोजगारमा गएको श्रमिक अनिवार्य रूपमा चाहिँ श्रम स्वीकृति लिएर गएको हुनुपर्नेछ र फौजदारी अभियोग लागेका बखत करार अवधिभित्रै रहेको हुनुपर्छ। अर्थात् वैदेशिक रोजगारमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिएर गएको र विदेशमा कार्यरत रहँदा जुन समयमा चाहिँ फौजदारी अभियोग लाग्यो सो समयमा चाहिँ उक्त श्रम अवधिभित्रै रहेको अवस्थामा मात्रै यो सुविधा चाहिँ प्राप्त गर्ने व्यवस्था रहेको छ। यो सुविधा लिनको लागि के कसो प्रक्रिया गर्नुपर्दछ भन्ने विषयमा कुरा गर्नुपर्दा विदेश स्थित हो भने नेपाली कूटनीतिक नियोग र नेपाल स्थित वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा निवेदन दिएको खण्डमा यो कानुनी प्रतिरक्षा सम्बन्धी सुविधा लिन सक्नुहुनेछ र यसको लागि केही निश्चित कागजातहरू पनि आवश्यक पर्दछन्। जुन कागजातहरूको नाम लिस्ट म यसै भिडियोको पछाडि राखिदिनेछु, त्यहाँ हेर्न सक्नुहुनेछ र यो सम्बन्धी थप जानकारी चाहिएमा तपाईले सोझै मलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ अथवा यसको विषयमा थप जानकारीका लागि वैदेशिक रोजगार बोर्ड सचिवालयमा रहेको श्रमाधान कल सेन्टर 1141 मा कल गरेर समेत तपाईले बुझ्न सक्नुहुन्छ अथवा कार्यालयमा फोन गरेर समेत यहाँहरूले यो विषयमा थप जानकारी लिन सक्नुहुनेछ। धन्यवाद।